तीव्र गति जीवन साथी 105 मा नकुदाउने 60 मा कुदाउने भनेकोले फेरि। हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल फेरि पनि हो। अनि हाम्रो चाहिँ फेरि कन्याम ट्रिप भइरहेको छ। बिहान चाहिँ साह्रै बिहान हिँडेर चाहिँ हामीले रेकर्ड गर्नु पाएनौँ किन अँधेरो थियो। अन्त अहिले चाहिँ हामी सिङ्ला उकालो दार्जिलिङको यात्रामा छौँ। दार्जिलिङ पुग्नु आँटेको छ। बम्बुदा कस्तो भइरहेको छ फिल? मजा आइरहेको छ। यता नि हाम्रो मेरो टर्न। ल हामी अहिले कहाँ पुगेको छ? बगानमा, दार्जिलिङ चाय बगान। सिङ्ला चाय बगान होला। सिङ्ला चाय बगान रानीबन पहिला कुनै के गरेको नि रानीबन। ल अब हामी अब कुनै कता हामी फाइनली दार्जिलिङ आइपुग्यौँ। अन्त हामी यता छौँ है। हाम्रो साथीहरू कस्तो फिल भइरहेछ साङ्गे? जो बहुत दर्द कर रहा है। सर्दा हो यो फिल? मजा आ रहा है। फिलहाल हामी कहाँ आइपुगेको छ भने दार्जिलिङ बतासे फिलहाल पशुपति आइपुग्यौँ है। यहाँ हाम्रो अब गाडीको एन्ट्री हुँदैछ। रोड पर्मिटको लागि भान्साहरू काटिँदैछ हो। चिसोले अलिकति साह्रो पाऱ्यो, आँखाहरू पनि फुल्ने जस्तो भइसक्यो। वासरुमले पनि साह्रो पाऱ्यो। यता बिच हामी आइपुग्यो हो। गाइस हामीले यहाँ भान्साहरू काटिसक्यौँ है। अब चाहिँ यहाँबाट निस्किँदैछौँ पशुपतिबाट। अझै लगभग 18 किलोमिटर जति छ अरे हो। सो अब हामी यहाँबाट हिँड्छौँ ल। गाइस यस्तो लाउनु पर्ने रहेछ चाहिँ। नेपाल पसिसकेर चाहिँ फाइनली हामी कन्याममा पुगिसकेका छौँ। तर मेन स्पटमा चाहिँ छैन। अघि पर रोकेको के भन्छ पुलिसहरूले ट्राफिक पुलिस रोकेको खास कारण सबै समराइज गर्नु भनेको के भन्नु पर्छ? तीव्र गति जीवन साथी 105 मा नकुदाउने 60 मा कुदाउने भनेकोले फेरि। यो कुरा चाहिँ याद गरौँ है साथी हो कन्याम आउँदाखेरि ल। यही छ सिन कन्यामको सिन फिलहाल चाहिँ। वाउ गाइस हाम्रो बाइक चाहिँ यहाँ राखेको छौँ अहिले फिलहाल चाहिँ। हामी पाँचवटा बाइक छ हो। यस्तो छ हाम्रो बाइक। गाइस फाइनली हामी रिच कन्याम। ऊपर छ कन्याम कहाँ छ? यहाँबाट ऊपर यहाँ देख्दैछ कन्याम। भर्खर आइपुगेको हामी। तो आज हम लोग आए हैं कहाँ पे संगे? कन्याम नेपाल पे। और मुझे तो बहुत अच्छा लग रहा है। और हम लोग 4 जन आए, वो भी बाइक और स्कूटी में। 4 जन नहीं 9 जन आए हैं। 2 स्कूटी है और 3 बाइक है। मेरा हालत खराब हो गया है। ऐसा बैक पेन हो रहा है कि क्या ही बोले। क्यों ऐसा क्या हुआ? और किपो दियो था कन्याम। हेलो गाइस फिलहाल चाहिँ हामी कन्याममै छौँ। यो आई लभ कन्याममा लेखिरहेकोमा जग्गामा छौँ हामी। सो कस्तो फिल भइरहेको छ साथी हो? भोक लागिरहेको छ हो। सो हामी चाहिँ यहाँ छौँ। तपाईँले देख्न सक्नुहुनेछ सिनहरू मजाको छ हो। आजको कभर त्यति बेसी हुन्छ जस्तो लाग्छ किन आफै राइड गर्नु पर्दैछ होइन। त्यही भएर ल साथी हो यहाँ चाहिँ भिडियोहरू पनि बनाउँछ ल। मैले पनि बनाएको छु तर म चाहिँ त्यस्तै खालको बनाएको छु ल। अन्त अब हामी चाहिँ यहाँबाट हिँड्नु आँटेको छौँ लन्च गर्नु। गाइस अब हामी चाहिँ लन्च गर्न आइसकेका छौँ। हाम्रो होटल चाहिँ यहाँ गर्नेवाला छौँ ल हामीहरू सबैजना। लन्च टाइम फाइनली कन्याममा लन्च टाइम भइरहेको छ। तँलाई के मगाएको छौ? मैले त चिकन राइस त लोकल चिकन मटन होइन। म मटन। सरदा के मगाएको छस्? सँगै मेरो अर्को ग्रुपलाई भने म भन्न गइरहेको छु ल। लु यता के अर्डर गरेको छ? भेज खाना मनाङले बम्बुदा के अर्डर छ आज? चिकन राइस। चिकन राइस। म मात्रै मटन रहेछ यहाँ।
तर थाकिरहेको छ आज चाहिँ। तर मैले जुन चाहिँ अब तपाईँहरूलाई मैले त्यो जुन चाहिँ मैले अब हल्का क्लिपहरू चाहिँ मैले देखाउनु सकिनँ, किन भन्दाखेरि चाहिँ राइड गर्नु पऱ्यो होइन। अन्त म भएछ भने हाम्रो केटाहरूले कता कता गरेको छ त्यो कलेक्सन गरिकन हालेर यहाँदेखि उता देखाउनेवाला छु ल। हाम्रो लन्च हेर्नुहोस् ल। हालिदिनुहोस्। हामीले चाहिँ खाना खाँदै गाइस। बस भयो नि भन्ला चाहिँ खान्छ। कन्याम बजारमा छौँ है। सायद मलाई लाग्छ अब यो चाहिँ लास्ट स्पट जस्तो लाग्छ हाम्रो नेपाल टुरको चाहिँ। अब हामी माथि जान लागिरहेका छौँ। ल ल अब हामी माथि जाँदैछौँ हो। कन्यामको माथिपट्टि साइडमा हामी जाँदैछौँ। हामी अहिले फिलहाल हिँड्दैछौँ। वेदर पनि चेन्ज भइसक्यो हो, अलिक जाडो पनि भयो। अनि आशा चाहिँ हाउ यु फिल? मजा आइरहेछ। गोदी दामी मजा आइरहेछ। बबु त एकदम अब हिँड्नु पर्दा कस्तो फिल भइरहेछ? ऊ माथि पुग्दाखेरि साइकल जान्छु जान्दिनँ हो म। ऊ माथि पुग्नु पर्नेछ कि हामीहरू। बबु त हिँड्छ कि हिँड्दैन लु? म आधी बाटो मान्छे सोध्छु कि मलाई ऊ माथि हिँड्नु अब कस्तो फिल भइरहेछ? एक्साइटेड थियो एकदम दामी एकदम दामी। अभी तीनजना ऊ तल छ। हामी सबैजना पर जानेवाला छ हिँडेर हो। नाइस। ल सँगै ऊ माथि जानु कस्तो फिल भइरहेछ? तुला कस्तो फिल भइरहेछ ऊ माथि जानु? म त यो पाएको छु सुपर असमै फिल भइरहेछ यहाँ चाहिँ। मेरो एसिस्टेन्ट राखिदिँदैछ अब। हामी यहाँबाट चढ्नेवाला छौँ। चढ्नेवाला छैन, चढ्दैछौँ पो। ऊ माथि अलिक साह्रो पर्ने रहेछ। अब पानी पर्दैछ है। लु पानी पऱ्यो, सिम पानी पऱ्यो। उनीहरू माथिबाट घुमेर आउँदैछ। म यत्रो बाटो हिँडिसकेँ तलबाट। अझै माथि छ फाइनली यो डाँडामा चाहिँ आइपुगेँ। यो डाँडामा क्या के छ भन्दा नेपालको फ्ल्याग छ। ऊ तलदेखि यहाँसम्म आइपुग्नु कस्तो फिल भयो? पुरा थाक्यो। खाना खाएको सब निक्ल्यो। खासै भातले थिच्यो क्या हामीलाई। यहाँ चाहिँ यस्तो चाहिँ कस्तो दामी छ चिया बगान क्या। अब चाहिँ हाम्रो यात्रा कन्यामको चाहिँ यात्रा सकेको पानी पर्यो हो। अन्त हामी फर्किँदैछौँ ल। गाइस हामी चाहिँ दार्जिलिङमा छौँ है। स्ट्यान्ड पर बजारमा पार्किङ नपाएर चाहिँ यता पार्किङ स्ट्यान्डमा लिएर आयो। अन्त हिँड्नु साह्रो परेर चाहिँ गाडी रिजर्भ गरेको छ। अन्त हामी यस्तो कन्डिसनमा छौँ। पछाडि के छ? ओ पछाडि के छ खबर? एकदम दामी। हाम्रो सामानहरू सपिङ गरेको तर पनि हामी यति मजा गरिँदैछौँ। यहाँ हाम्रो स्पोन्सर चाहिँ दुईजना स्पोन्सर गाडीको स्पोन्सरमा दुईजना स्पोन्सर हुनुहुन्छ। गाडीवाला तिर्नेहरू। गाइस दार्जिलिङ चाहिँ म 8 वर्ष बाद आउँदैछु होइन। अनि यो बाटोहरू सबै बिर्सेछु मैले। अन्त त्यही भएर कन्फ्युज हुँदो रहेछ क्या 8 वर्ष बाद आउँदा चाहिँ। सो पहिला नै हामी यहाँबाट घुम्थ्यो।
मिस गरेँ क्या मेरो पहिलाको जग्गाहरू। गाइस हामी अब चौरस्ताको रोड आइपुग्नु आँट्यो ल। यस्तो हुन्छ क्या। अब हामी चाहिँ यो बाटो जान्छौँ, सो तपाईँले देख्नु सक्नुहुनेछ। अनि मेरो साथीहरू आउँदैछ, ऊ ग्याङहरू अझ 3 जना पछाडि नै छ हो, एक्स ग्याङ अरे। हेलो गाइस, दार्जिलिङको चौरस्ता हामी आइपुग्यौँ। सो दार्जिलिङको चौरस्तामा चाहिँ प्रायः टुरिस्टहरूले नै इन्गेज गरिसकेको हुन्छ। सो अहिले पनि धेरै इन्गेजै छ, हेर्नु सक्नुहुनेछ होइन। यति धेरै छ क्या टुरिस्टहरू। सो तपाईँले टुरिस्टहरूलाई देख्न सक्नुहुनेछ। यही हो यही चौरस्ता भन्ने चाहिँ के छ भन्दै गर्दाखेरि तपाईँको यहाँबाट चाहिँ भानुभक्तलाई देख्न सक्नुहुन्छ। अनि उयो चाहिँ प्रायः कन्सर्ट हुन्छ हो। अनि चौरस्ताको महत्त्व चाहिँ यही हो मेन। गाइस हामी कन्याम टुरबाट फिलहाल दार्जिलिङ पुगिसकेका छौँ। अनि दार्जिलिङको पिक्चर चाहिँ यस्तै छ, तपाईँले देख्न सक्नुहुनेछ। दार्जिलिङको अहिले फिलहालको भ्यू चाहिँ। गाइस हामी चाहिँ चौरस्ताको ब्याक साइडपट्टि छौँ हो। अनि यहाँ चाहिँ मान्छेहरूको भ्यू हेर्ने जग्गाहरू छ। अन्त ऊ पर चाहिँ तपाईँले सायद क्लियरली देख्नुहुन्न होला होइन। त्यहाँ चाहिँ तपाईँको कञ्चनजङ्घाको भ्यू देख्ने रहेछ अलिकति। अनि हामीहरू चाहिँ यहाँ बसिरहेको छौँ ल। साथीभाइ अब चाहिँ हामी घुमिसक्यो, अब चाहिँ भयो, अब चाहिँ थाक्यो पनि हो। अब चाहिँ सकेको होला हाम्रो लास्ट सिन चाहिँ हेर्नुहोस् कस्तो दामी भइरहेको छ सनसेट।